मर्निङ है। हामी एकदम हतारमा भयो निसेलडो जानको लागि। ल भाइ भाइ है लाम्छु भाइ आजको बोलक हतारमा सुरु भयो। ल अब ल भाइ भाइ ल हामी निसेलडो जानको लागि रेडी छौँ। ल भाइ है ल राम्रोसँग के छुट्यो भने राख है। यहीबाट हामी दुर्बाई मन्दिरलाई दर्शन गर्दै हाम्रो यात्रा रुकुमसम्मको सुरु भएको छ। यो चाहिँ नबी गाउँ। यो काङ्ग भन्ने गाउँ हो धुरपाटन नगरपालिकाको। अहिले हामी बागलुङमै छौँ अझै पनि। 20 रुपियाँ किलो बट्टा पाइएको छ यहाँ। कतिमा बिक्री हुन्छ यसो बुझेन त है। लगेर त्यसैले त्यसलाई बजार डुलायो राख्दैन चर्चा हुन्छ कि। धुरपाटन नगरपालिकाको दिजा गाउँ। यो चाहिँ धुरपाटन नगरपालिकाको मस भन्ने गाउँ। सेउ यो तलको हरियो स्याउ फर्म। यहाँदेखि तल चाहिँ यो मसा गाउँको स्याउ नर्सरी। मजाले स्याउ नर्सरीहरू छन्। हामीले देखिराखेका छौँ। क्यामेरामा के कस्तो देखिराखेको छ कुनै ठाउँ चाहिँ यस्तै छ। हामी यात्रामा छौँ। यात्रा अन्तर्गत हामी अब निसेलढोर नजिक आइपुग्न लागेका छौँ है। यो चाहिँ मस गाउँ हो। बिहानमा यति बेला चाहिँ यस्तोसम्म आउनुहुन्छ मान्छे पाइन्छ कि होइन? यो बेला त हुँदै ठिकै कन्ट्याक्टमा मजाको यहाँ चाहिँ स्याउ बगैँचाहरू। स्याउ चाहिँ टिपिसकेको छ यहाँ चाहिँ। ल साथीहरू हामी निसेलढोर आइपुग्यो होइन। चाहिँ निसेलढोर हामी यहाँसम्म गाडीमा यात्रा गर्छौँ। त्यस पछाडि हामी अगाडि लाग्नेछौँ। निसेलढोरको गाउँ चाहिँ यही नै हो। गुड मर्निङ भन्नु पाएको थिएन। गुड मर्निङ शुभ बिहानी। यति बेला धुरपाटन नगरपालिकाको निसेलढोर भन्ने यो पछाडिको गाउँमा छौँ हामी। बिहान कति बज्यो अहिले? कति बज्यो? बिहान हामी 8 बजीतिर हिँडेका थियौँ गाडीमा। एकदम हतार भयो। त्यो होटेलमा चाहिँ 9:21 गइसकेको छ। यति बेला हामी निसेलढोरमा छौँ र त्यो होटेलमा चाहिँ अलिकति त्यो कम्युनिकेसन अलिकति गाडीसँग नमिल्दाखेरि हामी ढोरबाई मन्दिर जाने भनेका थियौँ। त्यहाँनिर जान पायौँ र हतारमा मैले भ्लग चाहिँ सुरु गरिहालेँ। खिच्न चाहिँ केही कुराहरू खिच्न पाएँ हामी हिँड्ने भए भन्नेको लागि। र बाटोमा आउँदाखेरि पनि सामान्य अलिअलि केही कुराहरू खिचेँ। अब हामी यहाँबाट तकसेरा गाउँसम्म जाने हो। त्यहाँसम्म जानको लागि अब हाम्रो निसेलढोरबाट अब हाम्रो पैदल यात्रा सुरु भइसकेको छ। हामीले एकैछिन यहाँ गाडीमा सामान झरिसकेपछि के झोलाहरू मिलाइयो। हाम्रोमा चाहिँ के भयो भने ट्रेकिङ हिँड्दाखेरि बहिनीहरूले अलिकति बढी झोलाहरू बढी लुगाहरू राख्दाखेरि झोला अलिकति बढी बनेको छ। तर हामी बहिनीहरूलाई छोडेर दुई भाइले झोलाको जिम्मा दुई भाइले होइन दिलीप दुई भाइले झोलाको जिम्मा ल्याएका छौँ। अनि बिहान हामी हतारमा निस्किँदाखेरि हामीले खाजाहरू केही पनि खाना खाएका छैनौँ। अब अहिले हामी त्यो पारी पुलसम्म गएपछि त्यहाँनिर हामीले खाजाहरू खानेछौँ। अनि खाजाहरू खाइसके पछाडि त्यहाँबाट हिँड्नेछौँ। खाने अमिलो छ त्यतिकै खाएर अमिलो छ।
अनि यो चाहिँ निसेलडोर गाउँको है, यो चाहिँ यहाँ चाहिँ निसेलडोर गाउँ। यहाँ चाहिँ अहिलेसम्म विद्युत चाहिँ आइपुगेको छैन। यसो हेर्दाखेरि यो केन्द्रीय प्रसारण लाइनको विद्युत लिनको लागि होला सायद पोलहरू ठडिराखेका छन्, तर कहिलेसम्म विद्युत आइपुग्छ भन्ने थाहा छैन। अहिले पनि यहाँका स्थानीयहरू सोलरकै भरमा चाहिँ हुनुहुन्छ। अनि हिजो हामी फ्यामिली ब्लग हामी भाइ बहिनीहरूसँगको यात्रामा हिजो खगेन दाईसँग अलिक लामो यात्रा भयो, भाइ बहिनीहरूसँग भएको थिएन। आज हामी भाइ बहिनीहरूसँग गफ गर्दै हिँड्दै उत्तर गङ्गाको तिरैतिर हामी तकसेरा पुग्नेछौँ। र यहाँ यो यात्रा चाहिँ अलिकति हरियालीहरू छैन, अहिले अफ सिजन हो यो चाहिँ होइन, हरियालीहरू छैन। अनि गाउँहरू एकदम सुनसान भइसकेका छन्। अघि हामी आउँदाखेरि पनि देख्यौँ त्यहाँका घरहरूका स्थानीयहरू अब यहाँ चिसो बढिसकेपछि उहाँहरू अब बोमाङ सेरोफेरोमा झर्नुहुन्छ। उहाँहरू यात्रामा निस्किन लागेको कारणले गर्दाखेरि घरहरू एकदम बन्द छन्। त्यो बेला यो झोलुङ्गे पुल चढ्दैछौँ मजाले। दिलीप कस्तो लागिरहेको छ? दिप्सन कस्तो लागिरहेको छ यात्रा? बदन खाँदै हिँड्दै मजा आयो। चाउकामा कन्दामा जति भारी भरिया भइदिएछ। बहिनीहरू अगाडि होइन, यसरी दुई भाइ पछाडि घोडा लिएर। कस्तो भयो? ठिक मात्रै हो। ल सानो भाइले एक दुईवटा बजाउनु दिउँ। ल साथीहरू, यो चाहिँ उत्तर गङ्गा होइन। हामी अब यसैको तिरैतिर अगाडि बढ्नेछौँ। झोलुङ्गे पुलबाट अलिकति अगाडि आइपुगेका छौँ। यस्तो मजाले यतातिर प्राय फलेकले नै छाउने चलन छ। मकैहरू सुकाउनु भएको छ। प्राय घरहरूमा फलेकका छानाहरू छन्, जसलाई फल्ले घर। हजुर उयो उसमा त्यसलाई यहाँ खाजा पाइन्छ अरे। ल हामी ल ए ल हस्। ए ल ठिक छ, सिधै जाने। यहाँ चाहिँ के खाजा पाइन्छ भन्ने छ यहाँ, यसो सोध्छौँ। के खाजा खुवाउनुहुन्छ हामीलाई? हजुर हो यसमा? ए ल ल हामीले यहाँ यसो सोध्छौँ, अनि केही खान मिल्यो भने खान्छौँ, जान्छौँ। प्लास्टिकहरू क्या मजाले झुन्डाएर सर्लक्क खाले पताका स्टाइलले झिलिमिली स्टाइलले बनाएको पनि छ। हाम्रो यात्रा जाँदैछ। हामी निसेलडोर पेरिफेरीमै छौँ अहिले। खोला पारीबाट हेर्दा यता वारी भनेर हेर्दा हामी पारी, त्यस्तै छ। वारी पारी बिचमा उत्तर गङ्गा बगिराखेको छ। हाम्रो यात्रा जारी छ। कस्तो लागिराखेको छ? ठिक छ नि? यहाँ मजाको बस्ती चाहिँ छ, जो प्राय फलेककै घरहरू छ नि साथीहरू। फलेकै फलेको हो। यहाँ चाहिँ बस्ती दामी छ। अब चाहिँ अहिले पुरै खेतीपातीको काम चलिरहेकै छ। भाइ बहिनीहरू चाहिँ स्ट्रिट जङ्गलको बिचबिच जस्तो तल उत्तर गङ्गा सोसाइराखेको छ। बिचबिचबाट आउँदै निस्किँदै अनि यस्तो मजाको ट्रेकिङ रुट चाहिँ मजाको छ। यतापट्टि उत्तर गङ्गा तल सोसाइराखेको छ। कहिले यस्ता सानसाना झाडीहरूले घेरेको ठाउँ आउँछ, कहिले यसरी छ्याङ्ग भएको ठाउँ आउँछ होइन। ऊ यतातिर माथितिर एकदम रमाइला दृश्यहरू चाहिँ छन् होइन, रमाइला ठाउँहरू देख्न चाहिँ पाइन्छ। तर त्यही हो, यात्रा गर्दाखेरि रमाइलो गफगाफहरू गर्ने हिँड्ने साथीहरू चाहिँ हुनुपर्छ। अनि यो अलिअलि साइकलहरू बाइकहरूसम्म जाने ठाउँहरू चाहिँ सम्म छ होइन, त्यसै ठाउँहरू चाहिँ छन्। बहिनीहरूलाई अहिलेसम्म थकाइ भएको भन्ने कुराहरू चाहिँ छैन। त्यस रमाइलो छ ठाउँहरू चाहिँ। तल यसरी उत्तर गङ्गा बगिरहेको छ। हामी आफ्नै रफ्तारमा हामीले चाहिँ यो उत्तर गङ्गा
नछोडिकन हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। यता चरीचरण क्षेत्रहरू पनि छन्, घोडाहरू मजाले चरिरहेका छन्, भित्र गोरुहरू मजाले चरिरहेकै छन्। हाम्रो यात्रा उत्तर गङ्गासँगै जारी छ। थाकेका ग्रुपहरू यसो हामी थाकेका छौँ। अनि अघि जाने ठाउँमा खासै मिठो आएन, चाउचाउहरू अलिअलि खानेकुरा लिएर आएका छौँ, निकाल्छौँ, खान्छौँ, पछाडि अगाडि लाग्छौँ। हामी अहिले बाटोको एक ठाउँमा अलिकति यस्तो उकालो उकालो ओह्रालो ओह्रालो पनि छ है। यस्तो यस्तो गरेर हामी हिँड्दै। अहिलेसम्मको यात्रा कस्तो छ? एकदम रमाइलो आइसमा सुस्न सबै भुटे कस्तो छ? ठिक छ। खाजा खाएर अलिकति अगाडि आइपुग्यो अनि पुलमा अब फोटो खिच्ने तयारी हुँदैछ है त। के खिचिदिने हो? यस्तै यस्तै जङ्गलहरूको बाटो, गोरेटो बाटो, बाटो राम्रो छ। उता फाँट छ, तल उत्तर गङ्गा बगिराखेकै छ। हामीलाई आज झोलाले, किनभने थाहा त थियो होइन, के थाहा थियो भन्दाखेरि ट्रेकिङ हिँड्दा कतै यात्रामा हिँड्दाखेरि एउटा बरु अलिक ठुलो झोला बोक्ने, तर दुई दुईवटा झोला नबोक्ने, दुइटै झोला बोक्नु पऱ्यो भने सानो र हलुका खाले झोला बोक्ने भन्ने थाहा थियो। त्यो भइदियो के भने बहिनीहरूले अलिक धेरै लुगा हालेका होइन। अनि फेरि चिसो चिसो मौसममा न्यानो कपडाहरू पनि राख्नै पऱ्यो। त्यो गर्दाखेरि अलिकति झोलाहरू अलिक बढी भइराखेको छ। अनि हामी बढी झोलामा पनि सामानहरू हतार हतारमा राख्दाखेरि झोलाकै चुड्डिने के हुने गर्दाखेरि हाम्रो यात्रा अलिकति ढिला चाहिँ भइराखेको छ। तर रमाइलो छ यात्राहरू। भाइ बहिनीहरू उता पुगेका छन्, रमाइलो छ यात्रामा। केही अलिकति रमाइला घटनाहरू घटेनन् भने यात्रा पनि रमाइलो हुँदैन होइन। फाँटहरू चाहिँ यस्तो मजाको मिलेको छ, वस्तुभावहरू अझै पनि चलिराखेका छन्। हेर्दाखेरि आँखामा अलिकति अझै पनि केही हरियाली दृश्यहरू, हरियाली चित्रहरू, हरिया वनहरू देखिन्छ। तर मोबाइलमा त्यो कति सम्भव छ, क्यामेरामा आँखाले देखाए जस्तो चिजहरू त नदेखिन सक्छ। तर तपाईँहरू यो फेरि हुनुहुन्छ भने आउनुभयो भने मजा छ यात्रा चाहिँ है साथीहरू। हेर्नुहोस् त टक्क जङ्गली घोडा जस्तो होइन, घोडा खच्चडको जस्तो टक्क मजाले जङ्गलमा चलिरहेका छन्। हामी हाम्रो यात्रामा कसरी जङ्गली मान्छे देखेपछि बस्छ यसरी आनन्दले भन्ने कुरो मैले गरेँ। यिनीहरूले जङ्गली भन्ने कुरो भयो। पूर्वी रुकुमको तक्क सेरा पुग्नको लागि हिँडिरहेको छ। कति बेला पुग्छौँ? हामी त्यति धेरै दौडेका पनि छैनौँ। हामीलाई 5 घन्टासम्म पुग्नुहुन्छ भन्ने कुरा छ। त्यो भएको भएर 6 घन्टा लाउला 7 घन्टा लाउला, तर आनन्दले जाने, बेलुका बस्ने गरेर जानु छ। त्यो भएको भएर आनन्दले जाने भन्ने कुरो हो। के कसो दिप्सन? जङ्गलको बाटो हिँड्दा के भयो? यता 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 हेरेर के डर ला? भाग आउँछ कि भनेर दिप्सनलाई दिप्सन के हिँड्ने बाटो रे? के हिँड्ने होइन क्या, अर्को के हिँड्ने बाटो रे? यता हेरेर के हिँड्ने बाटो रे? होइन अर्को ट्रेकिङ के रे? हामीसँग के छ? ओइ के भयो? कसले लिएको रे दुइटा झोला? कसले लिएको? यता हेरेर एकचोटि कसले लिएको रे? ल हाम्रो के छ अरे? ठिक छ नि? अहिलेसम्म त ठिकै छ। पछि थाहा छैन। ल जङ्गलै जङ्गल छ है, यस्तो मजाको। अलि अगाडिसम्म चाहिँ अलिक हाम्रो पछाडिसम्म चाहिँ यस्तो जङ्गल छैन। अहिले चाहिँ
मजा आइरहेको छ जङ्गलको बिचमा आनन्दले। ऊ हिँड्ने मान्छे हुन् हिजो बुफर चार्ज नगरिकन हिँड बस्ने अहिले सुनसान छ तर आनन्द चराहरू चिरबिर गर्दै गर्दै मजा छ। दुर्पण जानु नि हो हामी कहाँनिर आइपुग्यो अहिले मनी भन्ने ठाउँमा। अब यहाँ टक्सेर कति समय लाग्छ जान 4 घन्टा लाग्छ यहाँबाट हाम्रो हिँड अहिले 4 घन्टामा हामी पुग्छौँ। अनि यता कतै बस्तीहरू केही छैन यहाँदेखि अब लगभग 3 घन्टा 1.5 घन्टा हिँडेपछि बस्ती भेटिन्छ। ए हस् धन्यवाद। हजुरको नाम? मेरो नाम ओमकार हो। ए हस् हुन्छ शुभयात्रा दाइ। ल हामीलाई ओमकार दाइले अब 4 घन्टा भन्छ हामी 2 घन्टाको बाटो हिँड्ने होइन 4 घन्टामा हामी पुग्छौँ। कति बजेर दिउँछन् हात घडी भएको मान्छेले पनि भन्दैनन् के भन्नु 11 12 1 2 3 3 बजीसम्म हामी पुग्छौँ भन्ने लागेको छ। 3 देखि 4 बजे हाम्रो टार्गेट 4 बजीसम्म पुग्छौँ कि भन्ने हो र के हुन्छ हाम्रो हिँड्ने बिस्तारै बिस्तारै छ। बहिनीहरूलाई अप्ठ्यारो नहोस् हामीलाई नि अप्ठ्यारो नहोस् भारी छ भन्ने कुरा हामीले ख्याल गरेका छौँ। बल्ल त ठिक छ त त्यस्तो सिधै सर्लको पर्को बोक्ने त्यस्तो होइन। बल्ल हामी चाहिँ ट्रेकिङ आयो जस्तो बल्ल घुम्न आयो जस्तो बल्ल भइराखेको छ। जङ्गलको रुट गजबको छ। हामी यो बाटोबाट लागिरहेका अगाडि बढिरहेका छौँ। भेडाहरू चलाउने गोठ रहेछ होइन। यो भोटे कुकुरहरू मजाले गरिराखेका छन्। हामी हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। यता दृश्यहरू पनि राम्रो आउँदैछन्। जस जङ्गलको बाटोमा रमाइलो छ मजाले खोला छ। ऊ त्यहाँनिर बहिनीले पानी भरेर आइसकेको छ। यो बिचबिचहरूमा खोला नाला पनि भएको कारणले गर्दाखेरि अब यहाँ होइन न कसै केही आउला भनौँ फिल्टर भएको पानी मजाले भर्यो पानी। ल पानी भर्यो चिसो छ। ल चिसो पानी सहित थकाइ मार्दै हिँड्दै बस्दै यस्तै छ जिन्दगी है। यहाँ बाटैभरि मलाई यो खाँदै खाँदै रुवाछन्। के हो भन्दा चौतारी भन्छन्। पहिलेतिर पाएको रक्सी पाइन्छ भन्छन्। के दिप्छन् यसको नाम? चौतारी धेरै खाइयो नि यस्तो यिनीहरूले डुल्ला खानाले कत्रो छेउ गुना गर्छन् थाहा होइन। र यो चाहिँ उत्तरगङ्गा होइन। अहिले हामी यति धेरै हाइटमा छौँ र यो तपाईँले जति जङ्गल देखिराख्नु भएको छ ठ्याक्क यो फ्रेमको बायाँ साइडको शिरमा भएको या त्यो अलिकति सम्म फाँट जस्तो देखिने ठाउँबाट हामी यो यात्रा जङ्गलको यात्रा सकेर मजाले अहिले यात्रा गरिरहेका छौँ। र भाइ बहिनीहरूलाई बिस्तारै बिस्तारै थकी लागिराखेको छ। उनीहरूले एउटा नियम बनाएका छन्। एउटा डाँडा कट्ने 5 मिनट बस्ने नियम छ। त्यही नियमअनुसार म पनि चल्दै चल्दै बिस्तारै बिस्तारै आइराखेको छु। अब उनीहरूको एकछिनमा बस्ने बेला हुन्छ नभन्दा उनीहरूले झोला बिसाइसकेका छ नि देख्नुभयो। उनीहरूको टक्क एउटा डाँडा कटाउने 5 मिनट बस्ने नि शर्त हो। ऊ चौतारीदेखि छोड्दैनन् झुन्निहाल्ने हो। ऊ बाँदर झुन्ने जस्तो टोलीहरू मजाले हिँडिरहेकै छौँ सबै। जङ्गल चाहिँ मजाको जङ्गल छ। सुनसान जङ्गलको बिचमा जङ्गलमा यात्रा गर्दाखेरि अलिकति हराइएन भने के मजा। बहिनीहरू यहाँ बसिराखेका छन्। एउटा बाटो यहाँ छ एउटा बाटो चिम्पाइ छ। त्यो झाडेको सिधा बाटो छ। अनि हामीले त्यहाँ कोही मान्छे छन् कि हामी कुन बाटो जाने भनेर सोध्नलाई पठाएको हो। भाइले मान्छे छैनन् भन्ने कुरा हो। अनि अहिले हामी यहाँ छौँ। त्यो शिरको मुनि पक्कै पुग्ने यो थाहा छ। अब हामी के गर्छौँ भन्ने कुरो यही बाटो जुन अघि हामी सिधै आएको बाटो छ त्यही सिधै बाटो तल नझरिकन सिधै जाने भन्ने सल्लाह हामी गर्छौँ र राख्छौँ है त। हजुर लेकको बाटो ऊ यस्तै छ। मजाको जङ्गल छ। कहिले उकालो कहिले ओह्रालो बाटोमा बहिनीहरू
भाइहरूमा पुगिराखेका छन्। हामी इनिसियल डोरबाट करिब बिहान 9 बजेतिरबाट हिँडेको हो। अहिले झन्डै 1 बज्न थाल्यो। पुरमा हात लाएर टोलीहरू बसेका छन्। के छ अहिलेसम्मको दिप्सन? ठिक छ। के छ हजुर? लजाउनु भएको छ रिसाउनु भएको छ। के छ? बिहान छ। यस्तो छ जिन्दगी, हिँड्ने बस्ने हिँड्ने। हामी यहाँ छौँ है। यिनी जङ्गलहरू सब काटेर आयो हामी। तल तलको जङ्गलहरू सब काटेर यो बाटो हुँदै हामी अब अगाडि बढिरहेका छौँ है त साथीहरू। हामी अगाडि बढ्दै छौँ। रमाइलो छ ठाउँहरू चाहिँ। अझै यो सिजनको बेला भएको भए यिनै फुलहरू हरिया देखिन्थे, सेता देखिन्थे र यी फुलहरू राम्रा पनि देखिन्थे होइन र। हामी अघि 2 कुराले झुक्क्यो। अलिकति अगाडि हामी तल्लो बाटो हो कि भन्ने कुरो हो, बहिनीहरूले तल्लो बाटो गइयो, मैले होइन भने। र रहेछ उपल्लो बाटो। अहिले चाहिँ मैले होइन होला उपल्लै बाटो होला भनेको, म बेकुब भएँ। त्यही भएर हामी अहिले यस्तो बाटो त्यो बाटोबाट रहेछ जाने। त्यो प्रतीक्षालय हुँदै बिस्तारै त्यो जो लर्किन्छ जोलाल झुकाउँछ। ल हामी यसरी झर्दैछौँ, कहिले उकालो कहिले ओह्रालो। जिन्दगीको गोरेटोमा फराकिलो बाटो त कहिले पो पाइन्छ र होइन। किनभने मलाई चाहिँ के थाहा छ भने त्यो खोलाको तिरमा जहाँ पुग्नुपर्छ हामी भन्ने थाहा छ, अरू थाहा छैन। खोलो तर्ने हो भन्ने थाहा छ र तक्सेरा त्यही खोलाको वारिपारि हो भन्ने पनि थाहा छ। हामी नि डाँडाकाँडा धेरै हिँडेर आइयो, धेरै थाकिसके भाइ बहिनीहरू पनि। हेर्नुहोस् त साथीहरू, अब के भयो? रोको 9 बजे हिँडेको अहिले 3 बज्न थाल्यो। 2 बजेर 48 मिनट गएको छ। 9 बजेबाट हामीले पैदल यात्रा सुरु गरेका हौँ र भर्खर हामीले बल्ल यो गाडी आउने बाटो भेट्टाइयो। हाइवे बन्दै रहेछ, यो बाटो बल्ल भेटाइयो। यहाँबाट के कति समय लाग्छ भन्ने थाहा छैन। अब त्यो भाइको साथीलाई फोन हानेर फोन लागेछ भने यहाँबाट कति समय लाग्छ भन्ने कुरा चाहिँ याद गर्नु छ। फोन हानेको दिप्सन? ल ट्याक्कै भाइले फोन हान्यो। अब अघि जङ्गलमा त कहाँ फोन हान्ने के गर्ने भन्ने नै थाहा पाइएन। अब त कम्तीमा हामी यो बाटो जोडेको ठाउँमा आइयो, यहाँबाट कति लाग्छ भनेर सोध्न सकिने ठाउँमा आइपुगेका छौँ। त्यो भएको भएर यिनी जङ्गल कति काट्यो होइन। अब हामी यहाँबाट आइसमा कस्तो भएको र है, रुनै मन लाग्यो होइन। ल अब भाइले मा के अपडेट दिन्छ एकछिन। भाइले हामीलाई जानकारी गराएपछि कुरा हुन्छ। साथीहरू हामी बिहान 9 बजेबाट पैदल यात्रा हिँडेपछि 3 बजेको छ यति बेला। 3 बजे बल्ल यहाँनिर एउटा यता तल हामीले घर देखाएको थियौँ। अब एउटा यहाँ खेतहरू पनि छ, यहाँ घरहरू पनि देखियो। दिप्सन हो पायो? साथीले कति बेर भन्यो अरे? अब 1.5 घन्टा। अब यहाँबाट 1.5 घन्टा भन्ने कुरा भएको छ। यहाँबाट हिँडेपछि हामी तक्सेरा पुग्छौँ। आयुष्माको त पुरै अहिले त पुरै ज्यान उडिराखेको छ। अघिसम्म कस्तो थियो र आयुष्मा? यता हेरेर यता अघिसम्म कस्तो थियो अरे? भर त पुरा अहिले त पुरै लौरो नचाएर अहिले त हुधुम छ नि। हाम्रो ट्रेकिङ गाइड अगाडि हुनुहुन्छ। ल यहीँ हो। अब त अघिको जङ्गलहरूबाट अब अलिअलि कहीँ गोठहरू, यहाँ पारी गोठ 1-2वटा गोठ पनि हामीले देखेका छौँ होइन। अलिअलि जङ्गलहरू देखिराखेको छ। जे होस् यहाँ बाटो चाहिँ ट्र्याक खुल्दै रहेछ। अब हेरौँ अब
कहिलेसम्म निसेलडोरसम्म जोडिन्छ र हामी सिधै धोरपाटनबाट त कसेर आउन सक्छौँ। यहाँनिर अलिअलि घरहरू देखिँदैछ है। अब चाहिँ साथीहरू ल अब चाहिँ बस्तीहरू ट्याक्कै देखियो ल। उपल्लो सेरा पनि थाहा बा हाँ उपल्लो सेरा पल्लो सेरा तल्लो त्यही जाने हो। पल्लो सेरा त के छ कति बेर लाग्छ अब यहाँबाट कति बेर लाग्छ? कति समय लाग्छ यहाँबाट जाने होला जान? जाने त 2 घन्टा लाग्यो 2 घन्टा? ठाउँमा नि 2 घन्टाको पुछलाई तन्तनमा यो दाना काट्यो बस्छ लेकिन अब होटलमा त तन्तन काट्यो आधी घन्टा लाग्यो। अब हामी यहाँको बाटो कता हो भन्ने पनि भुलिसक्यो मजाले। अब यहाँबाट 1-1.5 घन्टाको बाटोमा पुगिन्छ भन्ने छ। अब हेरौँ कति बेर लाग्छ। हामीहरूको नै बहिनीहरू थाकिसकेको छ, म पनि थाक्न लागिसक्यो। अब थाकिसक्यो हजुर, थाकिसक्यो। यो कटेजमा एकछिन बसौँ अनि रेस्ट गऱ्यौँ, खाजा खायौँ होइन, खाजा खाइयो त्यहाँ, एकछिन आराम गरियो अनि फेरि हामी गन्तव्यतर्फ लागिराखेका छौँ। हातमा एउटा झोला, पछाडि एउटा झोला, यता एउटा झोला। पारीहरू भेडाहरू बथानहरू हिँडिरहेका छन्, डुलिरहेका छन्। हाम्रो यात्रा चाहिँ जारी छ। अब उपल्लो सेरासम्म हामी जाने हो। हेरौँ कति बेला पुगिन्छ, के गरिन्छ। अब हामी लाग्यो यसरी। होइन नेपथ्यको हाम्रो दाजुले गीत गाउनु भएको कुरा बल्ल यहाँ आएर थाहा पाइयो होइन। यो ठाउँको नाम चोङ, अलि तलतिर दोम रहेछ होइन। त्यस पछाडि तकसेरा भनेपछि यहाँ आएर मैले के पत्ता लगाएँ भने यो मेरो पछाडि या यो तपाईँले यो अगाडि देखिराख्नु भएको यिनी धुरीमध्ये एउटा कुनै धुरी चाहिँ फागुनेको धुरी चाहिँ हो होइन। किनभने गीतले के भन्छ भने फागुनेको धुरी चलिरहेछ हुरी, फुपाल बोकी भेटिन्छ कि कुनै चरी होइन, कुनै शिरफुल लाउने कोही छैन भने जस्तो। अनि त्यस पछाडि तकसेरा झरौँला, दमचङमा बसौँला, धुरपाटनमा घरजम गरौँला भनेको बल्ल थाहा पायो क्या। किनभने फुपाल फागुनेको धुरीबाट तकसेरा झर्नु पऱ्यो, अनि टक्सेरबाट कि दोममा गएर बस्नु पऱ्यो कि यहाँ माथि अहिले हामी भइराखेको ठाउँ चोङमा गएर बस्नु पऱ्यो। त्यस पछाडि अघि तपाईँले हामी आउँदाखेरि जति जङ्गल देख्नुभयो त्यहाँ त कुनै पनि बस्ने ठाउँ छैन। त्यस पछाडि धुरपाटनमा गर्न बसी त सुख छैन। त्यही भएर तकसेरा झरौँला, दमचङमा बसौँला, धुरपाटनमा घरजाम गरौँला भनेर रहेछ क्या। भन्ने कुरा पत्ता लगाए। ल भाइ नाच्नु थाल्यो। के अरे दिप्सन, के अरे गीत गीत त फेरि स्वर छैन। ल त्यही भन्दै अब आज हामी चाहिँ त्यो हिसाबले फेरि भर्खर सोद्धाखेरि साथै घरको नजिक गइछौँ। अब हामी 1-1.5 घन्टा अझै हिँड्नु पर्छ। जसले पनि हाम्रो यिनी अहिले 3 घन्टाभन्दा तल कसैले भन्नुभएको छैन। अब हेरौँ हाम्रो 3 घन्टा कति बेला हुन्छ। कति बेर लाग्छ? दोम पुग्न कति समय लाग्छ? दोममा यहीँ पल्तिर हो? ए ए ए हस्। दमचङबाट टोका पुग्नलाई ए हस् हुन्छ। कहाँ गएर आउनुभयो? ए ए ए हामी त बागलुङबाट आएको। ल हुन्छ बुवा। हामी यति बेला चाहिँ दमचङ पुग्न लागेका छौँ। पारीको कुन भिर हो ठ्याक्कै थाहा चाहिँ भएन। अब घाम डुब्न पनि आँटेको छ। हामी थाकिसक्यो, अब त मजाले थाक्यो। बिहान 8 बजे निस्केको, 9 बजेबाट हाम्रो पैदल यात्रा सुरु भएको। 9 बजेबाट अहिले कति बज्यो? 4:40 हामी हिँडेछौँ बिस्तारै बिस्तारै। बिचबिचमा केही खानेकुराहरू कल्पना आन्टीलाई फेरि पनि सम्झेँ। त्यो मकै, त्यो रोटीसँग अलिकति चाउचाउ मिसाउने, कहिले के मिसाउने, दरबन मिसाउने गरेर खाँदै ठिक छ अहिलेसम्म। अरू बहिनीलाई चिया खान चाहिँ मन लागेको।
चिया खाने ठाउँमा आएर बिजोग्छु फेरि। अब यो दोमचोङ भन्ने ठाउँमा पाइन्छ नि, यहाँदेखि नजिकै हो भन्ने कुरा आयो। हेरौँ कति नजिक हो के हो। हाम्रो हिँडाइले कसैले पनि 3 घन्टाभन्दा तल चाहिँ तपाईँहरू तकसेरा पुग्नुहुन्न भन्ने छ। जसलाई सोधे पनि 3 घन्टा भन्नुहुन्छ। 3 घन्टा सोधेको ठाउँबाट 1 घन्टा हिँडिसक्दाखेरि पनि 3 घन्टा भन्ने कुरा छ। हेरौँ हाम्रो हिँडाइ बिस्तारै बिस्तारै, किनभने हिजोको हिँडाइ पनि हिजो 9 घन्टा हिँडेको हो। आज बिहान 9 बजेदेखि 9, 10, 11, 12, 1, 2, 3, 4 आज 7 घन्टा भयो। हिजो 9 घन्टाको नन स्टप हिँडाइ, आज 7 घन्टा भयो। 7 घन्टासम्म हिँड्दाखेरि जिउले अलिकति रेस्ट मागिराखेको छ। हामी थाकिसकेका छौँ। त्यो भएको भएर बिस्तारै बिस्तारै पाइला चाल्दै हेरौँ। आज उपल्लो सेरा रहेछ भाइको साथीको घर। हामी आज उपल्लो सेरा बस्छौँ। तकसेरा चाहिँ भोलि झर्छौँ सायद। आज दोमचोङमा गएर भाइको साथीलाई लिन बोलाएर हामी सेरा बस्छौँ होला। हेरौँ के कति खिच्न सकिन्छ। थाकिएको छ, बोल्न मन पनि लागेको छैन। सिनहरू यस्तै यस्तै हो। त्यो बोकेर खासै खिच्न जाँगर चलिराखेको छैन। एउटै सिनहरू खिचिराखे जस्तो हुन्छ भनेर। ओ यता पारेको पनि दोमचोङ हो आमा? हजुर, यो पनि पारी नि दोमचोङ हो? यो भुमिलिबाङ हो, गारपारी। ए यहाँदेखि सुरु भयो दमचङ भन्ने। ए दमचङ भने यहाँबाट सुरु। पारीको के भन्नुभयो? पारीको भुमिलिबाङ हो। भुम्लिबाङ? हजुर, ए रुकुम पर्छ होइन यो? रुकुम नै हो। ए ल हस् हुन्छ आमा। ल घुम्लिबाङ यो दमचङ सुरु भयो अरे। ल अब यहाँ चाहिँ जिन्दगी यहाँ पहिलोचोटि चाहिँ 5 मिनटमा आउँछ तपाईँले खोजेको ठाउँ भन्ने कुरा, खाजा खाने ठाउँ। अब हेरौँ त्यहाँ गएर खाजा खाउँ अनि साथीलाई फोन हानौँ। अनि अरू कुरा सधैँ साथी रात पनि लागेको छ, कतिको त खिन्छ थाहा भएन। यो चाहिँ अमृत दाईले धौलाश्री भन्ने गीतमा गाउनु भएको दमचङ बस्ती। मजाको ढुङ्गै ढुङ्गाको घर छन् अनि फलेकको छानो छ यहाँनिर। अनि त्यस पछाडि यो माथि प्रत्येक घरको माथि चाहिँ भकारी छ सायद। यो भकारीहरू हो घरको छानोमा। अनि गोरुहरू प्रशस्त छन् यहाँ चाहिँ। हुन त फेरि खेती किसानी गरेर खाने ठाउँ हो होइन। यहाँ चाहिँ हामीले भैँसी भन्दा नि हामीले धुरपाटनमा चाहिँ भैँसीहरू पनि देख्यौँ होइन। तर यहाँ चाहिँ गाईहरू र गोरु एकदम प्रशस्त मात्रामा गाई गोरुहरू देखाउनु। यसरी घरको माथि भकारीहरू हो सायद त्यो। अनि प्राय घर सबै घरमा चाहिँ यो फलेकको छानाहरू छन्। अनि तिनी घरका माथि भकारीहरू हो। यताको थोरौँ यस्तो के भने जस्तो लाग्छ। यो बस्ती पारीको पनि रुकुमै हो, यो पनि रुकुमै हो। अनि हामी अहिले दोमचोङ भन्ने बस्तीमा छौँ। उत्तरगङ्गा सलल्ल बगिराखेकै छ। मैले अघि भनेकै नि घरमाथि यहाँ टक्क मकैहरू टक्क राखेको छ। माटाले बनाएको छानो, माटोले बनाएको छानो होइन। दुईटामा मकै टक्क राखिएको छ माथि। त्यो सुकाउन पनि सजिलो हुन्छ भनेर होला ढुङ्गाले छाएको छ यहाँ चाहिँ होइन, ढुङ्गा माटोले। पारी जति घर देख्नुहुन्छ ती सबै घरमा त्यस्तै छ। पारीको ठ्याक्कै नाम मैले भुलिहालेँ, अलि अप्ठ्यारो नाम। ऊ यहाँ स्कुलमा मजाले बल खेल्दैछ नि साथीहरू। यहाँ चाहिँ हामी होइन होला के हो? होइन यो चाहिँ दमचङ भन्ने बस्ती हो यो साथीहरू। यो चाहिँ यतापट्टि रहेछ क्या दमचङ। उताबाट सुरु हुने। अघि हामीले दमचङ भन्ने ठाउँबाट सुरु भयो होइन। यतापट्टि एकदम ठुलो बस्ती रहेछ। ऊ त्यहाँहरू बल खेलिरहेका छन्। प्रत्येक घरहरू त्यस्तै छ। यहाँ चाहिँ एकदम थाकिरहेका छन्। यहाँ गाडी छ भनेर रन्केर आएको, गाडी रहेन रहेछ। त्यो तल स्वास्थ्य चौकीदेखि तलपट्टि बसेको गाडी हो जस्तो लाग्यो। यहाँ नजिकै त गाडी छैन। यहाँ चाहिँ यो पक्कै पनि पानी घट्ट नै हो कि जस्तो लाग्यो हामीलाई चाहिँ होइन। के होइन ठ्याक्कै छुटाउन सकिएन, बन्द छ होइन। म चाहिँ पानी घट्ट नै
हो जस्तो लाग्यो। यहाँ पुलसम्म जाले सानो पुल पानी घट्टै हुनुपर्छ। अनि यहाँनिर सानो खोला छ दमचङमा। यो नजिकै चाहिँ माछा मार्नको लागि हाम्रोतिर भुक भन्छ सायद होइन, यतातिर के भन्छ, यतातिर पनि भुक भन्छ के भन्छ। यतातिर 3वटा थापेको छ माछा मार्नको लागि। यो नजिकै यहाँनिर थापेको छ माछा मार्नको लागि। अनि यहाँनिर चाहिँ कस्तो भयो भने समस्या चाहिँ होइन, एउटा समस्या हिँड्न चाहिँ अलिकति हिँड्ने बेलामा अलिकति समस्या चाहिँ भइराखेको। तर भर्खरै अघि हामी जो दिदीहरूलाई बाटोमा सोध्यौँ, कुराकानी गर्दै आयौँ कहाँ पऱ्यो के पऱ्यो भनेर, त्यो दिदीहरू चढेर आएको गाडी रहेछ त्यहाँनिर अलिकति तल गइसकेको रहेछ। अनि त्यहाँनिर हामीलाई कुर्नी भन्ने सल्लाह भएर हामीले खाजा पनि खाएनौँ। यहाँ त्यहाँ लाग्दैछौँ, हेरौँ कहाँसम्म पुगिन्छ, त्यो गाडी भेटाउँछ भेटाउँदैनौँ। अनि अब बाँकी गाडीमा गइसकेपछि है त साथीहरू, हामी बिहान 9 बजेबाट 8 बजेदेखि हाम्रो रुकुम तकसेराको यात्रा सुरु भएको हो। तर अहिले 9 बजेदेखि अहिले 5:30 बजेसम्म हामी पैदल यात्रा गऱ्यौँ र बल्ल एउटा गाडी फेला परेको छ। अब यो गाडीमा हामी उपल्लो सेरासम्म जान्छौँ। धेरै थाकिएको छ, बोल्ने अवस्था छैन। बाँकी कुरा अब उहीँ पुगेर गरौँला है त साथीहरू। रातिको यति बेला 6 बजिसकेको छ। यति बेला 6 बजिसकेको छ। हामी यता उपल्लो सेरा आइपुगेका छौँ। रातिको बेलामा केही पनि देखिँदैन। अब भोलि तपाईँहरूसँग भेट गर्नेछौँ। आजको लागि भ्लग यति नै। बाई बाई।